फिलिपिन र नेपालीहरूलाई चाहिँ 2025 को रोकुगाचुको निजी स्थान बनेको 2025 को 6 महिनाको 23 तारिकबाट। नमस्कार सबैजनालाई। आजको यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट भिडियो छ। जो तपाईहरु जापान सम्बन्धी अलि इन्ट्रेस्ट राख्नुहुन्छ, जापान जान चाहनुहुन्छ, जापान आउन चाहनुहुन्छ भने तपाईहरुको लागि यो एकदमै इम्पोर्टेन्ट न्यूज छ। ध्यान दिएर सुन्नु होला। तपाईहरु अब तपाईहरुलाई जापान इमिग्रेसनले एउटा यस्तो नियम लिएर आएको छ कि फिलिपिन र नेपालीहरूलाई चाहिँ 2025 को रोकुगाचुको निजी स्थान बनेको 2025 को 6 महिनाको 23 तारिकबाट जो तपाईहरु अब नेपालबाट जापान आउनुहुन्छ अथवा फिलिपिनबाट जापान आउने मान्छेहरुको लागि अनिवार्य रूपमा तपाईलाई चाहिँ यो हाचुबियो स्योमेस्यो र हाक्को चाहिँ हिचियो भइसकेको छ भनेको तपाईको यो क्षयरोग छ कि छैन भनेर कन्फर्म गरेको एउटा चेक गरेको प्रमाणपत्र तपाईले पेश गर्नुपर्ने हुन्छ अनिवार्य रूपमा। यो चाहिँ अनिवार्य रूपमा चाहिँ गिमुचुके भनेको छ। त्यो भएपछि तपाईलाई अब के भयो भने अब नेपालमा तपाईहरुले क्षयरोगको प्रमाणित गरेर आउनु पर्ने भएको छ। एकदमै नेपाल र फिलिपिनबाट आउने जो हामी लामो समय जापान बस्ने उद्देश्यले जापान आएका मान्छेहरुले चाहिँ यहाँ आइसकेपछि क्षयरोगको कारणले गर्दाखेरि चाहिँ जापानमा क्षयरोग धेरै देखिएको भएको भएर अब जापान सरकारले इमिग्रेसनले 6 महिनाको 23 तारिकबाट यो नियम अनिवार्य रूपमा लागू गर्ने भएको छ। एकदमै इम्पोर्टेन्ट न्यूज छ। सबै साथीभाइहरु तपाईको जो जापान जान चाहनु भएको छ, पढ्दै हुनुहुन्छ जापानिज भाषा हैन, अथवा कुनै डिपेन्डेन्ट भिसामा आउँदै हुनुहुन्छ भने उहाँहरुलाई चाहिँ यो भिडियो शेयर गरिदिनु होला हैन। यो भिडियो चाहिँ उहाँहरुसम्म पुर्याइदिनु होला। एकदमै इम्पोर्टेन्ट न्यूज छ। यो चाहिँ तपाईहरुलाई मैले चाहिँ स्क्रिनमा पनि राखिदिएको छु। स्क्रिनमाबाट पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। यसरी लेखेको छ तपाईको भियतनामीहरुलाई चाहिँ 2025 को 9 महिना 1 तारिकबाट लागू हुन्छ भने फिलिपिन र नेपालीहरुको लागि चाहिँ 2025 को 6 महिनाको 23 तारिकबाट यो नियम लागू हुन्छ। यसको लागि डिटेल्स बुझ्नको लागि तपाईहरुले चाहिँ मैले यहाँ राखिदिएको पम्पलेटबाट तपाईहरु चाहिँ होम पेजमा गएर हेर्न सक्नुहुन्छ है त। हस्त नमस्कार।